आज हरिवोदनी एकादशी। प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी हरिवोदनी एकादशी पर्व मनाइन्छ। असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा सुतेका विष्णु बिउजाउने एकाले आजको एकादशीलाई हरिवोदनी वा प्रबोधनी एकादशी पनि भनिन्छ। आजका दिन विष्णु भगवानको पूजाआजा गरेर शाकाहारी खाना विशेष गरी बदाम, उसिनेको सकरखण्ड र पिरालु खाने चलन रहेको छ। काठमाडौँको नागार्जुन नगरपालिका 3 मा अवस्थित इचङ्गु नारायण मन्दिर काठमाडौँ उपत्यकाका प्रसिद्ध 4 नारायण मध्ये इचङ्गु नारायण कान्छो नारायणको रूपमा पूजिने गरिन्छ। आज इचङ्गु नारायणमा भक्तजनको घुइँचो लागेको छ। काठमाडौँको इचङ्गु नारायणमा आज भव्य मेला पनि लागेको छ भने हरिवोदनी अर्थात् ठुलो एकादशीको दिनदेखि भगवान नारायण जलबाट उठ्ने हुँदा कार्तिक महिनाभर हिन्दू धर्मावलम्बीले 4 नारायणको दर्शन गर्ने परम्परा नेपालमा रहिआएको छ। बाटोको वरपर बदाम, सकरखण्डा र पिरालु तथा विभिन्न मौसमी तरकारी र फलफुल बिक्रीको लागि राखेको देख्न सकिन्छ। आजका दिनमा 4 नारायणको दर्शन गरेमा पुण्य प्राप्त हुने र चिताएको फल प्राप्त हुने जनविश्वास रहेकोले भक्तजनले भक्तपुरको चाँगु नारायण, काठमाडौँको शेष नारायण, इचङ्गु नारायण र ललितपुरको बिसङ्खु नारायणको दर्शन गर्ने गर्दछन्। सहज रूपमा दर्शन र पूजा गर्न व्यवस्थाका लागि मन्दिरमा स्वयंसेवक भूपू सैनिक एकता सङ्घ नेपालले पनि सहयोग पुर्याएको छ। हजुर, अब म यस नागार्जुन नगरपालिकामा भूपू सैनिक एकता सङ्घको अध्यक्ष हो। अब आज चाहिँ यस हरिवोदनी एकादशीको चाहिँ उसमा चाहिँ अब यहाँ मेला लागेको छ। यो वर्षैसर लागिरहने मेला हो र यसमा चाहिँ हामीले स्वयंसेवकको भूमिका निर्वाह गर्नको लागि यहाँ ट्राफिकहरू अब प्रहरीहरूसँग समन्वय गरेर यहाँको चाहिँ अब समितिहरूसँग समन्वय गरेर जनप्रतिनिधिहरूसँग गरेर हामीलाई चाहिँ यो स्वयंसेवकको काम गर्नु भन्ने कुरा भएको भएर अनि हामी आएका छौँ। तपाईँहरूले चाहिँ यो मेलालाई आज कसरी व्यवस्थापन गर्नुभएको छ त? अहिले हामीले चाहिँ यहाँ अब ट्राफिकहरूलाई चाहिँ सहयोग गर्नको लागि हामीले त्यो स्वयंसेवकको भूमिका गरिरहेको छौँ। ट्राफिकहरू जाम हुन्छ यताउति, कसैलाई त्यस्तो केही अप्ठ्यारो परेको खण्डमा हामीले सहज गर्नलाई हामी यो यहाँको समितिहरूसँग समन्वय गरेर हामीले काम गरिरहेका छौँ। हामी यस नागार्जुन नगरपालिकामा चाहिँ हाम्रो अफिस छ। हामी यहाँ चाहिँ अब त्यो सामाजिक कामहरू धेरै कामहरू परेको बेलामा हामीले यसरी गरिरहेका छौँ। अब हाम्रो 200-300 जनाको हाम्रो चाहिँ यहाँ एउटा सङ्गठन छ। त्यसो भएको भएर यहाँको चाहिँ जनप्रतिनिधि लगाएर हामीलाई चाहिँ त्यस्तो अप्ठ्यारो परेको बेलामा सहयोग माग्नुहुन्छ। हामी त्यसरी आउँछौँ, हाम्रो साथीहरू भित्र खटेर हामी काम गरिरहेका छौँ। हस्, धन्यवाद। आजको यो मेला आज मात्र हो कि कति दिनसम्म लाग्ने हो? यो मेला खास अब 3 दिनसम्म लाग्ने हुन्छ। अस्तिबाट मौसमले गर्दाखेरि आज मात्रै हो। यहाँको चाहिँ वर्षैपछि लाग्छ। यो ठुलो एकादशीमा लाग्ने मेला हो। यहाँ आज मात्रै हुन्छ। पोहोरको भन्दा अहिले चाहिँ कति चाहिँ भिड छन् त भक्तजनहरू? पोहोरको भन्दा अहिले अलि कम छ। यो मौसमले गर्दा पानी परिरहेको छ। त्यसले गर्दाखेरि आउने जाने भइरहेछ। भक्तजनहरूको अब आफ्नो धर्म गर्ने उहाँहरूको इच्छा हुन्छ, तर अलिकति मौसमले डिस्टर्ब गरिरहेको छ। तर आइरहनु भयो। पोहोरको जति त्यति छैन। जस मौसम खुल्दैछ, खुलेपछि जस आउने अपेक्षा हामीले राखेका छौँ। ल हस्।